कार्यक्रमलाई उत्साह र उल्लास थपिदिन आउनुभएको केन्द्रीय सदस्यज्यू उपाध्यक्षज्यू लगायत सम्पूर्ण नगर कमिटी, जिल्ला कमिटी र यो देशलाई केही गर्नुपर्छ, अब हामी सुतेर बस्नु हुँदैन भनेर माटोलाई माया गर्दै यो देशमा केही गर्नुपर्छ भनेर ऊर्जा थप्नका लागि आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई जय माटो भन्न चाहन्छु। म खासै धेरै बोल्ने मान्छे होइन, हामी बोलीमा भन्दा पनि कर्ममा विश्वास गर्छौँ, त्यसैले त हामी एक ठाउँमा उभिएका छौँ। हाम्रो विचार मिल्छ, हामी सबैजना एकजुट भएर अगाडि बढ्नुपर्छ। अब हामी धेरै भाषण गरेर समयको बर्बाद होइन, हामीले काम र कर्तव्य आफ्नो के हो बुझेर यो देशको मुहार फेर्नु छ भनेर लाग्नको लागि यहाँ एकजुट भएका हौँ। यहाँ कुनै कसैको भेला रमाइलोको लागि, यहाँ कसैलाई केही गर्नको लागि, कुनै पार्टीलाई गाली गलौज गर्नको लागि पनि होइन। हामीलाई कुनै पनि पुराना दल अथवा अहिले नयाँ भनाउँदा दलहरूलाई हामी यहाँ गाली गलौज गर्नको लागि मिटिङ भेला बैठक बस्नको लागि पाएको होइन। हाम्रो आफ्नै एजेन्डा छ, यो देश बनाउनको लागि हाम्रो आफ्नै विचार छ। अरूको विचार हामीले चोरेर हिँड्नु पनि पर्दैन, अरूको जस्तो एजेन्डा लुकाएर बस्नु पनि पर्दैन। यो माटो भनेको हाम्रो हो, यो माटो जोगाउने हाम्रो कर्तव्य हो। हाम्रो पार्टी सर्दै अध्यक्ष अर्कसामज्यूले भन्नुभयो जस्तै यो पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ र यो देश रहन्जेलसम्म पनि यो हाम्रो पार्टी रहनुपर्छ। यो पार्टी बचाउनको लागि हामी अहिले टोल वार्ड नगर कमिटी गर्दै हिँडेका छौँ। यहाँ हामी सबैको एउटै उद्देश्य छ, यो देशलाई कसरी हुन्छ शान्ति सुशासन र यो देशको विकास र समृद्धि कसरी गर्ने भन्ने हामी सबैमा चिन्तन मनन भएको छ। त्यसैले हामी यो ठाउँमा एकै ठाउँ भेला भएका छौँ। यहाँ विविध कारणले गर्दा यहाँको स्थानीयवासीहरू सबैजना भेला हुनु भएन। उहाँहरूको हुन त यो कृषि प्रधान देश हो, यहाँनिर आफ्नो कर्म नगरीसम्म हातमुख जोड्न हामीलाई गाह्रो छ। त्यही कारणले विविध कारणले नआउनु भएको पनि हुनसक्छ र तर यो मास हेर्दाखेरि यो पर्याप्त छ। यो पाक्रिवास नगर कमिटी वार्ड नम्बर 5 लाई अगाडि बढाउने अनुहारहरू यति भइ पुग्छ। अब यही अनुहारले लिडिङ गरेर सिङ्गो पाक्रिवास कमिटी वार्ड नम्बर 5 लाई अगाडि बढाउन सक्छ भन्ने मलाई चाहिँ एकदम विश्वास छ र साथीहरू पनि ऊर्जाशील युवाहरू हुनुहुन्छ, जति पनि हुनुहुन्छ ऊर्जाशील युवाहरू हुनुहुन्छ। यहाँनिर कुनै भाग्नेको जमात 1 करोडको भए पनि लड्नेको जमात 50 जना छ भने त्यो लड्नेको जमातले जित्छ युद्ध हो। यस्तै मेरो सोचाइ पनि यही छ। यहाँनिर आइदेऊ न त साथीले बोलाइहाल्यो गइदेऊ न त भन्ने खालको हुल होइन। यो चाहिँ आफ्नो ठाउँ आफै बनाउनु पर्छ, अब कसैको भर पर्नु हुँदैन भनेर हामी एकजुट हुनको लागि यहाँ आत्मस्फूर्त तरिकाले आउनुभएको यो हुल हो। मलाई लाग्छ यो हुलले साँच्चीकै पनि निर्वाचनसम्ममा हामीले राम्रो परिणाम दिन्छौँ, किनभने सबैभन्दा ठुलो टार्गेट हाम्रो निर्वाचन पनि रहेछ। हामीसँग केही गर्नुपर्छ भन्ने हुटुटी छ, तर गर्नको लागि पनि हामी पावरमा पुग्नै पर्दो रहेछ। नत्र भने हाम्रो सोच हाम्रो विचारहरू व्यर्थै खेर जान्छ। हामीसँग केही गर्ने इच्छा शक्ति त छ, गर्न त चाहन्छौँ, तर गर्नको लागि पनि त ठाउँ चाहियो नि होइन र। यो ठाउँ बनाउनको लागि पनि अब हामी गाउँ गल्ली टोल हामीले साँच्चीकै हाम्रो विचार एजेन्डाहरू र साँच्चीकै धुलमुलाइरहेका ती मान्छेहरूलाई हामीले अब यहाँबाट जागरुक गराउनै पर्छ। यो हाम्रो कर्तव्य पनि हो, किनभने अहिले हामीले ढिलो गऱ्यौँ भने भावी सन्ततिहरूले हामीलाई सराप नै छन्। हेर हाम्रो पुस्ताहरू पहिलाका अग्रजहरू केही नगरी मरेछन्, हेर विकास त जिरै रहेछ नि। उनीहरू त झन् अहिले त प्रविधिको जमाना छ, एआईको जमाना आइसक्यो, कहाँबाट कहाँ देश पुगिसक्यो। तर हाम्रो देशमा अझै पनि कति ठाउँमा टेम्पो राम्रोसँग जाँदैन, एम्बुलेन्स जाने त झन् पुरै छाड्यौँ, साधारण एउटा बाइक जान पनि गाह्रो छ। यो विकास के भएर भएन? हामीले त साँच्चीकै भन्नुपर्दा एसियाकै सबैभन्दा बढी कर तिर्ने हामी जनता हो। हाम्रो जनताले एसियामै सबैभन्दा बढी कर तिर्छौँ, तैपनि हामीले लगाएको हामीबाट उठाएको करहरू कहाँ सदुपयोग किन भएन? हामी त्यो पनि पछि खोज्नको लागि पनि यो पार्टी गठन भएको र यो पार्टीको जन्म भएको। हामी अहिले नै कुनै पनि पार्टीलाई चुनौती दिनलाई होइन, हामीलाई अरू पार्टीसँग कसैलाई चाहिँ रिस साध्नको लागि हामी नयाँ पार्टीको सिर्जना भएको पार्टी होइन। यो हाम्रो आफ्नै उद्देश्य छ, हाम्रो आफ्नै लक्ष्य छ। हामी कुनै पनि पार्टीलाई गाली गलौज गरेर पनि मलाई बस्न व्यक्तिगत तरिकाले भन्नुपर्दा मन लाग्दैन। उहाँहरूको जति बलबुत्तोले भ्याउनु भयो उहाँहरूले त्यति गर्नुभयो, ठिकै छ। तपाईँहरूलाई मैले जहिले पनि धन्यवाद दिन्छु। एमाले काङ्ग्रेस अहिले आएका रासपा होस् जेसुकै होस्, उहाँहरूको बलबुत्तोले भ्याएसम्म जे गर्नुभयो। अब त्यो त्यसरी गरेर पनि हामी चाहिँ सधैँ चाहिँ ल्याप्चे हाल्दै भोट हाल्दै हामी तपाईँहरूको भोट ब्याङ्क बनेर बस्न सक्दैनौँ भनेर यो पार्टीको निर्माण भएको हो, यो पार्टीको चाहिँ गठन भएको हो र हाम्रो आदरणीय हाम्रो हर्क साम्बाङले यो पार्टीको चाहिँ थालनी गर्नुभएको। यो पार्टी साँच्चीकै निर्वाचन आयोगले 2 महिना चाहिँ तपाईँको पार्टी पनि यो देशमा अब चाहिँ वैधानिक भयो है भनेको
2 महिनाभित्रमा राष्ट्रिय पार्टी भएको पार्टी हो यो कुनै चान्चुने पार्टी पनि होइन। सोच्नु भयो होला यो त यसो खेलाउन पार्टी हो, यो त भोलिको दिनमा फेरि तुने हो कि यो फेरि सकिने हो कि आज फेरि लाग्यो भोलि गएर फेरि त्यही पुरानो पार्टीमा पो फर्किनु पर्ने हो कि यो खालको आशय यो खालको विचार हुनसक्छ सबैसँग। तर यो नसोच्नु, किनभने पार्टी स्थापना भएको 2 महिनापछि इलेक्सन थियो। इलेक्सनमा यो पार्टी राष्ट्रिय पार्टी भएर देखाइसकेको छ। अब हामी 1 नम्बर प्रदेशले झन् जाग्ने बेला भएको छ। 1 नम्बर प्रदेश बिहार हो यो पार्टीको। 1 नम्बर प्रदेशमा रोपेको उम्रेको यो बिउलाई हामीले देशभरि 7 वटा प्रदेशमा छर्नु छ। अनि यो देशलाई साँच्चीकै यो पार्टी चाहिँ साँच्चीकै जनताको पार्टी रहेछ। यो पार्टी चाहिँ हाम्रो हक हितमा उम्रेको पार्टी रहेछ, ताकि कुनै पद र प्रतिष्ठाको लागि बनेको पार्टी होइन रहेछ भन्ने कुरा म यहाँ त्यो देखाउनुपर्छ हामीले यो। किनभने यो हाम्रो अधिकार हामीले सदुपयोग गरेर हामी आफै पावरमा गएर यो देश हामीले नै बनाउनुपर्छ। अब पुरानोले गरेनन्, नेताले गरेनन् भन्दै गाली गर्दै बस्नु छैन। अब हामी आफै गर्नुपर्छ। यसको लागि पनि यो पार्टी सिर्जना भएको हो। र यो पार्टीलाई हामीले लाग्छ हामी सबैजना हातेमालो गरेर अगाडि बढ्ने हो भने यो पार्टी साँच्चीकै यो नेपालको 1 नम्बर पार्टी हुन्छ। यो बहुमतको साथ विजय गराउँछ र यो पार्टीले यो देश चलाउँछ। र देश चलाएको बेलामा साँच्चीकै अनि भन्ने छन् पुराना साथीहरूले साँच्चीकै गल्ती गरिएछ। साथीहरूले आह्वान त गरेको थिए पार्टी कमिटी गठन गरौँ, साथीहरूले भनेका त थिए आउनु सबैजना हातेमालो गरौँ, तपाईँ कुन पार्टीको पृष्ठभूमिमा हुनुहुन्छ हामी त खोजिनिधि गर्दैनौँ। अब सबैलाई सुध्रिने बेला आएको छ, हामी सुध्रेर एक ठाउँ बसौँ। जन्मिँदै यो पार्टी थिएन। यो पार्टी भएको त 4-5 महिना भयो। पहिला त हामी एमालेमा थियौँ, काङ्ग्रेसमा थियौँ, चाहे हलोमा थियौँ, केमा थियौँ, विविधमा थियौँ। तर अब हामी सोच एक ठाउँमा बनाएर हाम्रो देश हो, हाम्रो देशलाई माया गर्नुपर्छ, हाम्रो देशको विकास गर्नुपर्छ, अब एकै ठाउँमा उभिनुपर्छ भनेर साथीहरूले भन्दाखेरि पनि हामी त जान हिचकिचायौँ, डरायौँ, मानेनौँ। मास्दा गरे ठुलेले पो के भन्ला कि पल्लो घरे साइले त एमालेमा छ, भोलि गएर मेरो घरमा पो नआइदेला कि त्यो अनेक कुराहरूको बाधा व्यवधानले गर्दा हामी अड्क्यौँ। तर गल्ती गरेछौँ भन्ने खालको हामीले साँच्चीकै महसुस गर्ने बनाउनुपर्छ, साँच्चीकै अठोट लिनुपर्छ। हामीले अब यहाँ डराएर बसेन कसले भोलि गएर यो पार्टीको मान्छे यहाँ छ भोलि गएर हामीलाई पो यसले असर पार्छ कि भन्ने होइन। साँच्चीकै हामी आफैले दिएको शक्ति हो उनीहरूलाई, हामी आफै शक्ति दिने मान्छे हो। अब हामी आफै भित्रबाट हामी जन्मिन्छौँ र हामी आफैमा शक्ति लिन्छौँ र यो पुराना विकृति विसङ्गतिहरूको हामी आफै अन्त्य गर्छौँ। यो पार्टीले चाहिँ त्यो काम गर्छ। यो पार्टीमा धेरै दार्शनिक छैन, आदर्श छैन, भन्छे हर्कवाद के बात के मान्छेले भनेको पनि छन्। हर्कवाद मान्ने भयो अरे नि त तिमीहरूले भन्थ्यौ। हर्कवाद मान्ने छौँ, किन पनि मान्ने छौँ भने हर्कवादभित्र त्यो देशलाई लुट्ने, ढाँट छल्ने गर्ने, भ्रष्टाचार गर्ने कुनै पनि कुरा छैन। हर्कवादमा त छ केवल सबैजना हातेमालो गरेर श्रमको माध्यमबाट अगाडि बढौँ। के अरे 100% कामको लागि हामीले 50% योगदान चाहिँ हाम्रो श्रमबाट हुन्छ, 50% योगदान चाहिँ सरकारको के अरे बजेटबाट हुन्छ। अनि त्यसरी काम सम्पन्न गर्दै जाउँ भनेर आह्वान गर्ने पार्टीको नीति नै श्रम संस्कृति पार्टीको नीति हो र हर्कवाद पनि त्यही हो। मैले हर्कवादमा केही खराब देखेको छुइनँ। बात त धेरै मान्दै आइयो हामीले, के अरे कहिले मार्क्सवाद, कहिले लेनिनवाद, यो कम्युनिस्ट पृष्ठभूमि नै हो। धनकुटा साँच्चीकै भन्नुपर्दा कम्युनिस्ट पृष्ठभूमि हो। यहाँ धेरै बाधै मान्दै आएको नै म्याक्सिमम मान्छेहरू छौँ। आजसम्म मैले पहिला अब पञ्चायत कालमा राप्रपाले केले जिते, त्यसपछि हेर्दाखेरि कम्युनिस्टै वर्चस्व छ। हामी प्राय यो पार्टीमा पनि कम्युनिस्टै विचारधाराको मान्छेहरू एकजुट हुँदै आएका छौँ। यो कुरा सर्वविदितै सबैले थाहा छ, मनन गर्नु पनि भएको छ। त्यसैले पनि साँच्चीकै अरूवाद हामी विदेशीवाद मान्ने भन्दा अब हामी आफैले उत्पादन गरेको आफ्नै देशको अर्ग्यानिक बात मान्दा के नै गल्ती भएर मैले त साथीहरूलाई भने हो हर्कवाद ठिकै छ त, मैले त्यसमा त्यति खराबी देखेको छुइनँ। कसैलाई भ्रष्टाचार गरौँ, देश बिगारौँ, देश सकौँ भन्ने खालको त कसैमा सिद्धान्तै छैन भने यति राम्रो विचारलाई मान्नलाई हामीलाई किन आइतबार, मैले त हाँस्दै साथीहरूलाई भनेको थिएँ। अनि यस्तै कुराले गर्ने हो भने हरेक कुराहरूमा हामीले बातहरू जोड्दै जानु पनि हामीले यदि उपयुक्त हुँदैन भने पनि यसको मेन लक्ष्य के हो, कारण के हो, त्यो बुझेर हामी अगाडि बढ्न सक्छौँ। भोलि गएर हरेक कुराहरू परिमार्जन गर्दै गर्न सक्छौँ। हामी सल्लाहले चल्नुपर्छ। हामी सङ्गठनहरू पनि विस्तार गर्दाखेरि मैले भनेको छु, कतिपय साथीहरूलाई पनि मैले कति ठाउँमा आफूले पहुँच पुग्ने साथीहरूलाई भनेको छु, हामी निर्वाचनमा भन्दा पनि हामी सहमतिमा अगाडि बढौँ। अहिले हाम्रो पार्टी सुरुवाती चरणमा छ। यो भर्खर पाइला टेक्दैछ, भर्खर उठ्दैछ। यो अहिले दौडिने बेला भएको छैन। अहिले हामीले पद प्रतिष्ठा नखोजौँ। म आफै पनि हरेक ठाउँमा लबिङ गर्ने भने केन्द्रीय लेभलको राम्रै तहमा बसेर काम गर्न सक्थेँ। साथीहरूले सबैलाई जानकारी छ होइन कति, तर पनि मैले कहिले पनि त्यो पदलाई मैले प्रायोरिटी दिइनँ। जनताको काम गर्न सकिन्छ भने जनताबाट अनुमोदन भएर आइयो भने पछि गएर जनताले नै रुचायो भने पद त आफै ठुलो कुरा होइन। श्रम संस्कृति पार्टीको कार्ड गोजीमा छ,
देशप्रतिको माया छातीमा छ, यति भए पुग्छ। यो कुनै चाहिँ यो अध्यक्ष उपाध्यक्ष पनि के नाना थरी चाहिँदैन। यदि जनताले नै साँच्चीकै यो पार्टीको लागि आवश्यक व्यक्ति यही हो, यसले मात्रै हाम्रो देशको मुहार फेर्न सक्छ। यो यसको लिडिङमा हामी लाग्यो भने अथवा हामी सबैजनाको सल्लाह सुन्ने यही हो, सल्लाहको सम्भाग चाहिँ यही मान्छे हो भन्ने सबैले विश्वास गर्दै गयो भने ठिकै छ। साथीहरूले तपाईँ यो ठाउँमा बसेर पनि काम गर्नलाई तपाईँले सक्नुहुन्छ है भन्ने उहाँहरूले विश्वास गर्नुभयो भने एक दिन पार्टीको पदमा रहेर काम गरौँला। अहिले म मात्र श्रमदाताको रूपमा। साथीले भन्नुहुन्छ हामी एउटा आत्मीय त दाइ हो, आदरणीय दाइ हो। साथी हो तपाईँहरू त पदमा बसे कति सजिलो हुन्थ्यो। अब तपाईँलाई अगाडि कसरी बोलाउने अथवा भनौँ यहाँ धेरै बाधाहरू छन् होइन, कसरी तपाईँलाई यो सम्बोधन गर्ने भन्नुहुन्छ, पर्दैन। म श्रमदाता हो, हाम्रो पार्टीको सिद्धान्त पनि यही हो। साँच्चीकै मूल सिद्धान्त के त भन्दाखेरि यहाँ नेता हुँदैन, हामी सबै श्रमदाता हो। यहाँ कुनै नेता भएर नेता बनिने पनि होइन। यहाँ भनेको सबैजना हातेमालो गरेर बढाउँ हो। यो पार्टीलाई विधि र सिद्धान्तमा विधि र नीतिमा लानको लागि चाहिँ केही हदसम्म यसको पनि दायरा छ, स्टेपहरू छ। कोही अलिकति अग्रज श्रमदाता, कोही क्षेत्र लेभल जे कुरा पनि हुन्छ। विधि र पद्धतिमा लानको लागि हामी त्यो विधि र पद्धति मान्न तयार छौँ। त्यो भन्दैमा हामीले चाहिँ श्रमदाता एकै हौँ भनेर मैले आदरणीय यहाँ हामीभन्दा अग्रज यहाँ पार्टीकै लिडरहरू हुनुहुन्छ, उहाँहरूलाई फेरि मैले त्यस्तो भन्न खोजेको पनि होइन। मेरो आशय त्यो होइन। मेरो आशय भनेको हामी काम गर्नको लागि पद भन्दा पनि इच्छा शक्ति हुनु पर्यो। हामी सबैजना एकजुट हुनु पर्यो। नकही भोलि गएर यसो गर्ला कि उसो गर्ला कि भनेर दोधार भएर बस्नु हुँदैन। तपाईँ एक्लैबाट सुरु गर्नुहोस्। यो क्रान्ति, यो विकासको लागि गर्नुभएको क्रान्ति आफैमा साँच्चीकै शोभनीय पनि छ र यो उचित पनि छ र यो गर्नु पनि पर्ने थियो। यो त ढिलो भयो, हर्क साम्पाङले यो पार्टी ढिलो खोल्यो। मलाई त अहिले त्यो महसुस भइरहेछ। हजुरहरूलाई कस्तो महसुस भइरहेछ? यो पार्टी साँच्चीकै भन्नुपर्दा यो 10-15 वर्ष अगाडि नै खोल्नु पर्थ्यो पार्टी, किनभने अझै पनि हामीलाई साँच्चीकै ढिला भइसकेको छ। अब यो ढिला भइसकेको समयलाई झन् ढिला पार्ने होइन, अब त हामी त एकजुट भएर अगाडि बढ्नुपर्छ भन्दै आजको कार्यक्रम धेरै पनि मैले समय लिन चाहन्न। साथीले यहाँ कोट्याउने बेला भयो होला, फेरि यो माइक पायो भने धेरै नै बोल्छ कि भन्ने भयो होला, त्यस्तो भाष्य नजाओस्। म भन्दै आजको यो कार्यक्रम पार्टी गठन कार्यक्रम जुन चाहिँ पाक्रिवास नगर कमिटीले आयोजना गरेको यो कार्यक्रम वार्ड नम्बर 5 को कार्यक्रम जुन छ, यो कार्यक्रम गठन कार्यक्रममा चाहिँ सबैजना मैले अहिले पनि दोहोऱ्याएँ, हामी सल्लाहले अगाडि बढ्ने पार्टी हो। यहाँ कोही पनि म पदमा यो पद पाइनँ, म त यो बन्नलाई आएको थिएँ, भोलि गएर मैले यो पद पाइनँ, म त त्यहाँ बस्दिनँ, म त त्यो पार्टीमै जान्न नभन्नु होला। किनभने यो पार्टी भनेको सल्लाहले चल्नुपर्छ। यो निर्वाचनबाट होइन, सल्लाहले चलाउँ। सल्लाहले चलेर चाहिँ हामीले राम्रोसँगले एउटा नेतृत्व यहाँनिरबाट चयन गरेर तपाईँहरूले कमिटी बोर्ड गठन गर्नुहोस्। जुन नेतृत्वले चाहिँ साँच्चीकै 5 नम्बर वाडाको चाहिँ नेतृत्वले चाहिँ भोलि गएर साँच्चीकै आमूल परिवर्तन गरोस् वाडाको। यहाँनिर माथि पाक्रिवासको काखदेखि लिएर तल अरुणको फेदीसम्म उसले समेट्न सकोस्, त्यस्तो खालको नेतृत्व तपाईँहरूले यहाँबाट अहिले चयन गर्नुहोस्। हार्दिक त्यसको लागि म अहिले नै शुभकामना पनि दिन चाहन्छु। यति भन्दा मेरो छोटो मन्तव्य यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद। जय माटो।